Hey guys, good morning and welcome back new other blog and I hope तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। आजको भिडियो एकदम स्पेशल हुनेछ, अन्तिमसम्म हेर्नु होला। धेरैजनाले मलाई सोधिरहेको क्वेसन, रेस्टुरेन्टमा टिप्स मिल्छ कि नै भनेर धेरैजनाले सोधिरहनु भएको थियो। रोमानियामा रेस्टुरेन्टमा टिप्स मिल्छ, होटल लाइनमा टिप्स मिल्दैन, रेस्टुरेन्ट लाइनमा चाहिँ टिप्स मिल्छ। तो आज मैले 2 महिनामा कति टिप्स अर्न गरेँ, कति टिप्स मैले पाएँ, त्यो चाहिँ म यो भिडियोमा देखाउने छु। अन्तिमसम्म जुड्नु होला अनि सुझाव प्रतिक्रिया दिनु होला। आज चाहिँ म टिप्सको पैसा निकालेर म ब्याङ्कमा जम्मा गराउन जाँदैछु, अनि अन्तिमसम्म जुड्नु होला, सुझाव सल्लाह प्रतिक्रिया दिनु होला। तबसम्म अब धेरै ढिलो नगरिकन लागौँ भिडियोतर्फ, लेट्स गो। अनि मसँग चाहिँ अस्ति सपमा गएर किनेर ल्याएर आएको थिएँ, धेरैजनाले थाहा होला होइन। मैले एउटामा चाहिँ कति भनेपछि 5 र 1 रुपियाँ राख्ने गरेको छु। अनि हल्का ठुलोमा चाहिँ मैले 10 रुपियाँ जति हाल्ने गरेको छु। अनि यो सब बनाएको, यसमा मैले 50-100 मैले राख्ने गरेको छु। अब हेरौँ कति हुन्छ मेरो टिप्स। अब चाहिँ स्टार्टिङ सानोबाटै गरौँ है ल। यो धेरै पकाउँछ कि खुल्दैन यो, अब चाहिँ यसलाई यसले खोल्नु पऱ्यो क्या। हेर्नुभयो त, एकछिन देखेको छैन होला तपाईँलाई, 1 मिनट। पहिला चाहिँ 1 रुपियाँ गरौँ। 1 सेकेन्ड। मैले चाहिँ 1 रुपियाँ मिलाइरहेको छु। मैले चाहिँ ब्याङ्कमा गएर चाहिँ यसलाई आज जम्मा गराउनु पर्ने छ, किनभने अब चाहिँ मेरो रेस्टुरेन्ट चाहिँ अब लगभग बन्द हुने तयारीमा छ। अब चाहिँ यहाँ सिजन चल्दैन, त्यही भएर अब चाहिँ टिप्स आउँदैन। मैले 2 महिनामा जति टिप्स अर्निङ गर्नु थियो मैले गरिहालेँ। अनि मैले 1 रुपियाँ मिलाइरहेको छु। यो हेर्न सक्नुहुन्छ, 1 रुपियाँ रोमानियाको 1 रुपियाँ नेपालको अहिलेको रेटमा 33 रुपियाँ छ। 1 2 3 40 एन्ड 41 रुपियाँ रहेछ। यसलाई चाहिँ साइडमा राखौँ। 41 रुपियाँ रहेछ यो। अनि अब चाहिँ 5 रुपियाँ छ। 5 रुपियाँ चाहिँ मिलाऊँ। अ 95 रुपियाँ रहेछ यो। 95 रुपियाँ भने मैले चाहिँ यसलाई 5 रुपियाँ साइडमा राखेर यसलाई 90 बनाऊँ है। अब नेक्स्ट गुल्लकको
चाहिँ 10-10 रुपियाँ। गाइसहरु यो मेरो टिप्स मात्रै हो है, रेस्टुरेन्टमा काम गरेको टिप्स मात्रै हो, त्यही गरिरहेको छु। $28 रहेछ, 280। अनि यो सबभन्दा ठुलो कपाल। यसमा चाहिँ यो 50 को नोट अनि एउटा चाहिँ 100 को नोट छ। One, two, three। $700 अनि 100 को नोट, 800 रुपियाँ छ मसँग यो। $800 यो। अनि अब चाहिँ मैले सबैलाई एक ठाउँमा राखेर है ट्याक्कै गरेर यो चाहिँ मेरो रोमानियाको टिप्स है साथीहरु। अब एकचोटि फेरि गरौँ।